बाख्राको कचकौलीको कसलाई मनपर्छ? मलाई त एकदमै मनपर्छ। यो हाम्रो घरमा बन्दैछ आज। मेरो मम्मीले बनाउन लाग्नुभएको छ। यसमा सुरुमा नुन खुर्सानी हल्का जिरा हालेर अनि तोरीको तेल हालेर बनाउन लाग्नुभएको छ। अनि हामीले यो खाइसकेपछि हाम्रो बारीमा देख्न सक्नुहुन्छ यस्तो राम्रो च्याउ छ। योलाई भन्छन् चम्र्याउ। हाम्रोतिर चम्र्याउ भन्छन्, हजुरकोतिर के भन्छन् थाहा भएन। अनि यो मेरो बहिनीले टिप्न लगाएको छ। मैले चाहिँ भिडियो बनाइरहेको छु। यस्तो राम्रो छ, पुरा यति धेरै भयो थियो। यो पनि हामीले मस्त टिपेर बनाएर एकदम राम्रो भएको थियो बनाएर खाँदाखेरि। यो चाहिँ हामीले नेक्स्ट डे खाएको, फर्स्ट डे होइन। त्यो फर्स्ट डे त मासु नै थियो। मासु र च्याउसँगै खाँदैनन् भन्छन्, त्यही भएर हामीले अर्को दिन खाएको हो। यो यस्तो राम्रो छ। मेरो बहिनीले टिपिसकेकी थिइन्। हामीले पकाएको भिडियो चाहिँ हालेनौँ, तर मलाई धेरै राम्रो भिडियो त बनाउन आउँदैन। कहिलेकाहीँ यस्तै टाइम पासको लागि बनाउने गर्छु, हेरेर साथ दिनु।